नमस्कार, जय नेपाल। तपाईहरु सबैजनालाई हार्दिक स्वागत गर्न चाहन्छु मेरो यस युट्युब च्यानलमा। आजको यस भिडियोमा चाहिँ म तपाईहरुलाई के कुरा शेयर गर्न चाहन्छु भने जीवनमा चाहिँ कसरी चाहिँ धेरै भन्दा धेरै सफलता प्राप्त गर्ने भन्ने कुराहरुको एउटा सानो मेरो एक्सपिरियन्स र अनुभव शेयर गर्छु। तपाईहरुले सफलता प्राप्त गर्नै पर्छ, हैन? अब सफलता प्राप्त गर्दाखेरि एउटा निश्चित गोल भएन भनेदेखि तपाई घरि उता कुद्ने यता कुद्ने यता कुद्ने त्यसरी चाहिँ त्यो सफलता कन्टिन्यू नहुन सक्छ। त्यसकारणले मैले तपाईलाई चाहिँ एउटा क्लियर डाइरेक्सन दिन्छु के म देशको भलाइ होस् भन्ने चाहन्छु र प्रत्येक नेपालीले चाहिँ धेरै सेक्टरमा चाहिँ धेरै भन्दा धेरै प्रगति गर्नु। सफलता प्राप्त गर्नको लागि 3-4 वटा नियमहरू पालना गर्नुपर्ने हुन्छ। अब 3-4 वटा नियम कस्ता हुन्छन् भने फर्स्टमा चाहिँ सम्पूर्ण कुराहरू छोडिदिनुस् के तपाईले माइन्डलाई चाहिँ एकदम क्लियर गर्नुस् है। फर्स्टमा के गर्नुस्, माइन्डलाई क्लियर सफा गर्नुस्। सेकेन्डमा चाहिँ तपाईले के गर्नुस् भन्दा माइन्ड क्लियर गरिसकेपछि फर्स्टमा चाहिँ तपाई एउटा फर्स्टबाटै जाउँ। फर्स्टमा चाहिँ तपाईले के गर्नुस् भन्दा कि त मेडिटेसन गर्नुस्, कि त कोही साथीभाइलाई सोध्नुस्, कि त तपाईले आफैले एउटा स्क्रिन गर्नुस् के आफैले चिन्नुस् के पहिला तपाई को हो त, के को लागि चाहिँ तपाईले भित्री मनबाट चाहिँ यो फिल्डमा चाहिँ मैले धेरै प्रगति गर्न सक्छु अथवा यो फिल्डमा गएपछि चाहिँ मलाई पैसा सैसाको कुरै छैन, म एकदम खुसी हुन सक्छु भन्ने कुरा चाहिँ तपाईले आफैले आइडेन्टिफाई गर्नु पर्यो के पहिला। बुझ्नुभयो नि? पहिलो काम के भन्दा तपाईले आफैलाई चिन्न पर्यो। तपाईले कुन फिल्डमा चाहिँ तपाई एकदमै खुसी हुनुहुन्छ, कुन फिल्डमा चाहिँ तपाईले 12-15 घण्टा 16 घण्टा 20 घण्टा काम गर्दा पनि तपाई रमाउन सक्नुहुन्छ, त्यो पत्ता लगाउनुस्। तपाईको आफैले भएको ट्यालेन्ट चाहिँ पत्ता लगाउनुस् फर्स्टमा। सेकेन्डमा अब त्यो ट्यालेन्टलाई चाहिँ त्यो कसरी चाहिँ भित्री जुनसुकै चिज गर्दाखेरि पनि तपाईले चाहिँ पहिला तपाईको दिमागमा चाहिँ एउटा त्यसको क्लियर म्याप बनिसकेको हुनुपर्छ के। जे चिजको पनि तपाईले घर बनाउँदा होस्, तपाईको कुनै ठुल्ठुला प्रोजेक्ट होस्, जे गर्दा पनि तपाईको फर्स्टमा चाहिँ के हुनु पर्यो, दिमागमा चाहिँ त्यो नक्सा बनेको हुनु पर्यो, हैन? अनि सेकेन्डमा चाहिँ त्यो नक्सा बनाउनको लागि अथवा तपाईको त्यो क्लियर गोललाई चाहिँ सक्सेस हुनको लागि, अगाडि बढ्नको लागि के रिसोर्सेसहरुको चाहिँ आवश्यकता पर्छ। अहिले त च्याट जीपीटी होला, त्यो रिलेटेड मान्छेहरु होलान्, त्यो फिल्डमा भएका मान्छेहरुसँग ट्रेनिङ लिएर पैसा तिरेर ट्रेनिङ लिएर हुन्छ कि युट्युबको भिडियोहरु हुन्छ कि पढेर हुन्छ कि कलेज गएर हुन्छ कि विदेशमा गएर ट्रेनिङ लिएर हुन्छ कि दिन रातको मेहनत गरेर हुन्छ कि त्यो तपाईले पत्ता लगाउनु पर्यो। फर्स्टमा गोल, सेकेन्डमा हाउ टु फाइन्ड आउट दैट गोल, थर्डमा भनेको चाहिँ दिन रात त्यसको लागि काम गर्नु पर्यो। दिन रात के त्यो कुनै गोलहरु चाहिँ अब हुन्छ नि 1-2 वर्षमा नि कम्प्लिट हुने होला, कुनै अब धेरै वर्ष लाग्ने होला, त्यो अब तपाईको उमेर अनुसार होला, तपाईको क्यापेबिलिटीहरु अनुसार होला, तपाईको फाइनान्शियल स्ट्याटसहरु अनुसार होला। तर त्यो गोललाई चाहिँ प्राप्त गर्नको लागि चाहिँ तपाईले दिनरातको मेहनत चाहिँ आवश्यक छ के। यति 3टा कुरा भयो भने तपाईले जीवनमा धेरै प्रगति गर्न सक्नुहुन्छ। अब म फेरि त्यसलाई एकचोटी फेरि क्लियरिफाई गर्छु, तपाईले धेरै थरी यताउति लाग्नै पर्दैन। यो भिडियो काफी छ के। देशको राजनीतिक अवस्था बिग्रियो, मैले जागिर पाइन, म फेल भएँ, म बिजनेसमा फेल भएँ, म डिमोटिभेट भएँ, मलाई एन्जाइटी डिसअर्डर भएको छ, घरको टेन्सन छ, यताउति मसँग 1 रुपैयाँ पनि छैन, मेरो साथीभाइ पनि टाढा भए, आफन्तले धोका दिए, छोड्दिनुस् यो कुराहरू। यो चिजहरू सबै तपाईको प्रब्लमहरू हुन्छ नि, लेख्नुस् एउटा डायरीमा र त्यसलाई चाहिँ यस्तो बिग क्रस मार्क गरेर हैन, यसरी इन्टु गरेर त्यसलाई चाहिँ गार्बेजमा हाल्नुस् अथवा जलाइदिनुस्। आजबाट तपाईको दिन सुरु भयो भनेर लेख्नुस् के। कसैले पनि रोक्न सक्दैन। तपाई 40-50 वर्ष हुनुहुन्छ, 60 वर्ष हुनुहुन्छ, 60 वर्षमा पाउने गोल अर्कै हुन्छ, झन् सजिलो हुन्छ। हेर्नुस्, मैले भने तपाई 20 वर्षको हुनुहुन्छ भने 20 वर्षमा पाउने सफलता झन् भयानक हुन्छ, धेरै अगाडि बढ्न सकिन्छ के। फर्स्टमा फेरि पनि रिपिट गर्छु, तपाईले आफैलाई चिन्न सक्नु भएन भने नजिकका साथीभाइहरुलाई सोध्नुस् के। यसो मजाकमा हुन्छ, कसरी हुन्छ, म केमा चाहिँ प्रगति गर्न सक्छु होला, फुटबलमा सक्छु होला कि गीत गाउन सक्छु होला कि मैले के सानोतिनो व्यवसाय गर्दा सक्षम हुन्छु होला कि म जागिरबाट चाहिँ धेरै सफलता प्राप्त गर्न सक्छु होला कि अथवा मैले हैन राम्रो गीत गाएर मेरो अब सोशल मिडियामा मेरो बोली एकदमै बिक्ने किसिमको छ, मेरो बोली त्यही किसिमको बोल्ड टाइपको छ भनेदेखि मैले मिडियामा अथवा सोशल मिडियामा धेरै अगाडि बढ्न सक्छु कि अथवा मैले एउटा राजनीतिमा सफलता प्राप्त गर्न सक्छु कि अथवा मैले
देश विदेशमा गएर होइन ठुल्ठुला प्रोजेक्टमा काम गर्न सक्छु कि एआईको टेक्नोलोजी छ, म टेक्नोलोजीमा अगाडि कसै बाहिर म व्यक्तिहरूसँग चाहिँ घुलमिल हुनै चाहन्न, म एउटा बन्द कोठामा बस्यो भने चाहिँ म जे पनि सफलता गर्न सक्छु भन्नुहुन्छ भने तपाईँ आइटीतिर लाग्नुहोस् होइन। होइन म त भित्र एउटा कोठामा त एक्लै बस्न सक्दिनँ, म त साथीभाइ बिना त बस्नै सक्दिनँ भन्नुहुन्छ भने तपाईँहरू एउटा मोटिभेसनल स्पिकर हुन्छ कि बिजनेस कोच हुन्छ कि होइन तपाईँ टिचर हुनुहुन्छ कि जेमा पनि सफलता छ क्या। त्यस कारणले फर्स्टमा चाहिँ तपाईँले आफैले ध्यान गरेर योगा मेडिटेसन गरेर हुन्छ कि एकान्तमा बसेर हुन्छ आफूलाई चिन्नुहोस्, फर्स्टमा लेख्नुहोस् त्यो। त्यसपछि सेकेन्डमा अब त्यो गोल त क्लियर भयो, म यो फिल्डमा चाहिँ म धेरै अगाडि बढ्न सक्छु भन्ने तपाईँले क्ल्यारिटी भयो भनेपछि अब सेकेन्डमा चाहिँ हाउ टु फाइन्ड आउट द्याट गोल। अब त्यसलाई त्यो पत्ता लगाउनको लागि तपाईँले पैसा तिरेर ट्रेनिङ लिएर हुन्छ कि साथीभाइहरूसँग सहयोग लिएर हुन्छ कि सोसियल मिडियामा हुन्छ कि च्याट जिपिटीको माध्यमबाट हुन्छ कि अनलाइन ट्रेनिङ विदेशमा गएर ट्रेनिङ लिएर हुन्छ कि त्यसमा त्यो चिज पाउनको लागि पैसा खर्च गरेर हुन्छ कि आफैले इन्भेस्ट गर्नुहोस् त्यसमा कति वर्ष लाग्छ त्यसलाई गोल क्लियर लेख्नुहोस्। त्यसपछि थर्डमा त्यो क्लियर लेखिसकेपछि अब त्यसको थर्डमा चाहिँ त्यसको लागि वर्कआउट गर्नुपर्ने हुन्छ। तपाईँले गोल लेखेर मात्र केही पनि हुनेवाला छैन, तपाईँले धेरै पढेर पिएचडी गरेर मात्र केही पनि हुनेवाला छैन, कसैले 1 रुपियाँ पनि दिँदैन। तपाईँले पैसा कमाउनै पर्छ, सफलता चाहिँ तपाईँले अगाडि त्यो ग्र्याब गर्नै पर्छ के। तपाईँले सफलता प्राप्त गर्नु भएन भने पैसा कमाउनु भएन भने कसैले पनि गर्नेवाला छैन। त्यस कारणले तपाईँको लास्टमा चाहिँ दिन रात त्यो यति मेहनत गर्नुहोस् कि मेहनत पनि डराओस् क्या तपाईँसँग, इमान्दार भएर। त्यसको लागि डिसिप्लिनको आवश्यकता हुन्छ। जाँड रक्सी चुरोट भन्ने चिज खाँदै नखानुहोस्, छुनु नै होइन। त्यसपछि त्यो गोलको लागि प्राप्त गर्नको लागि तपाईँले कस्तो हुन्छ भने त्यसको लागि नियम लगभग 5 वर्ष अथवा तपाईँको त्यो गोल हेरेर त्योभन्दा बढी पनि समय लाग्न सक्छ अथवा 2 वर्षमा पनि प्राप्त गर्ने, कोही 10 वर्षमा पनि लाग्ने किसिमको त्यो गोलहरू हुनसक्छ होइन। त्यो सफलता प्राप्त गर्न त्यति सजिलो छैन नि। त्यस कारण दिनरात मेहनत गर्नुभन्दा पनि पहिला चाहिँ तपाईँको त्यो चिजलाई बानी बसाल्नको लागि यति गाह्रो हुन्छ नि। फर्स्टमा जुनसुकै चिजको लागि पहिलोको 21 डे 21 दिन धेरै गाह्रो हुन्छ। जस्तै तपाईँले फर्स्टमा कसैले चुरोट खानुहुन्छ भने चुरोट खाँदाखेरि कस्तो टेस्ट आउँछ, कति गनाउँछ नि, मजै लाग्दैन नि। बिस्तारै 1-2वटा चुरोट खाँदै जानु भने तपाईँलाई त्यो 21 डेज 60 डेज 90 डेज अनि 3 महिना अनि त्यसपछि 6 महिना 1 वर्ष क्लियरली बानी पर्छ। कतिले अब जाँड रक्सी खानुहुन्छ भने पनि त्यो फर्स्टमा कसैलाई पनि मिठो लागेको हुँदैन, चुरोट पनि कसैलाई पनि मिठो लाग्दैन। त्यसैले त्यो दिनरात गर्दाखेरि बानी पर्छ के। त्यस्तै तपाईँले राम्रो काममा बानी बसाल्नु भयो भनेदेखि 21 दिन क्रस गर्न सक्नुभयो भनेदेखि 90 दिन क्रस गर्न सक्नुभयो भनेदेखि 3 महिना 6 महिना 1 वर्ष क्रस गर्नुभयो भने तपाईँले अटोमेटिक त्यो सबकन्सियस माइन्डले चाहिँ त्यही काम गर्नको लागि त्यो अटोमेटिक त्यही डिरेक्सनमा लैजान्छ कि। ड्राइभिङ सिकाए जस्तै हो, ड्राइभिङ सिक्दा पहिला क्लचमा खुट्टा पुग्दैन, ब्रेक थिचिन्छ, गाडी हुत्त गर्छ। तपाईँले बिस्तारै गरेपछि अटोमेटिक हुन्छ क्या। ब्रेनमा बस्ने बित्तिकै तपाईँले के गर्ने कता चलाउने एक हातले तपाईँले इजिली कन्ट्रोल गर्न सक्नुहुन्छ। त्यस्तै तपाईँले तपाईँको सबकन्सियस माइन्डलाई यस्तो ट्रेनिङ दिनुहोस् दिनरात तपाईँको त्यो मैले अहिले भनेको 3वटा गोल छ नि, त्यो 3वटा गोलको लागि चाहिँ सबकन्सियस माइन्ड लागोस् क्या। त्यसलाई त्यो अटो पाइलटमा लैजानुहोस् के। त्यस कारणले त्यसरी लानुभयो भनेदेखि तपाईँ डजन्ट म्याटर 15 वर्ष 20 वर्षकोबाट हुनुहुन्छ भने तपाईँले मेडिटेसनबाट योगाबाट सुरुवात गर्नुहोस्। कस्ता दुर्व्यसन लागु औषधमा फसेका होइन, जीवनबाट हार खाएका एन्जाइटी डिसअर्डर होइन, विभिन्न कुलतमा फसेका व्यक्तिहरू अथवा जीवनसँग निराश खाएका, कोही आफन्तहरूको एक्सिडेन्ट भएर एकदमै फ्रस्ट्रेसनमा गएका जस्ता व्यक्तिलाई पनि स्ट्रङ ट्रेनिङ दिएर त्यो एउटा अन्धकारबाट चाहिँ उज्यालोमा लान सकिन्छ के। सफलता भन्ने कुरो चाहिँ त्यो बाहिरी प्लेटफर्ममा त्यो राजनीतिज्ञलाई दोष दिएर देशै भएन, यस्तो देश नेपालमा बसेर केही गर्न सकिँदैन भन्ने यो किसिमका भ्रमबाट चाहिँ अगाडि बढाउन सकिन्छ के। एकजना व्यक्तिलाई ट्रेनिङ दिएर एकजना व्यक्तिलाई चाहिँ प्रत्येक नसामा चाहिँ मैले के गर्छु, देशको लागि गर्छु, म आफै अगाडि बढ्छु, सक्षम हुन्छु, पैसा कमाउँछु कि त पैसा नकमाए नाम कमाउँछु, नाम नकमाए म समाजको लागि चाहिँ धेरै अगाडि बढ्छु, समाजलाई चाहिँ धेरै अगाडि एउटा उत्थान गर्छु, म एउटा ग्रेट एक्जाम्पल बन्छु भनेर लाग्नुहोस् त। असफलता पनि तपाईँसँग डराएर एक दिन सफलता तपाईँले पाएरै छोड्नुहुन्छ क्या। तपाईँको वरिपरिका मान्छेहरू तपाईँले देखेर प्राउड फिल गर्छन्। त्यो सिचुएसन निकाल्नुहोस् के। यो 3वटा फर्मुला युज गरेर आजैबाट लाग्नुहोस्, जे पर्छ सफलता भन्ने कुरो अवश्य प्राप्त गर्न सक्नुहुन्छ। हस् त्यही नै बताउन चाहेँ। हस्, थ्याङ्क यू सो मच, नमस्कार, थ्याङ्क यू सो मच।